अस्ति 14 गते चितवनको रत्ननगरमा एकजना बस चालक को मृत्यु भयो। उनी स्टेरिङमै ढले। राम्रो कुरा के भयो भने उनले 14 जना यात्रीहरूको ज्यान जोगाए। प्रश्न के उठ्छ भने उनलाई हृदयघात भयो वा कार्डियाक एरेस्ट भयो। कार्डियाक एरेस्ट भनेको मुटुको धड्कन कम्प्लिटली बन्द हुनु हो। यो एक किसिमको इलेक्ट्रिकल प्रब्लम हो। हार्ट एट्याक भनेको सर्कुलेसन प्रब्लम हो। हार्ट एट्याकमा हार्टलाई चाहिने जुन ब्लड हुन्छ त्यसमा ब्लकेज भएको हुन्छ। त्यो ब्लडको आपूर्ति हार्टसम्म हुन्न। विकसित मुलुकहरूमा मेकानिकल सीपीआर अलिक सहज ढङ्गले उपलब्ध हुन्छ। हामी कहाँ मेकानिकल सीपीआर लिमिटेड मात्रामा उपलब्ध छन्। मेकानिकल सीपीआर नभएको अवस्थामा कसैलाई कार्डियाक एरेस्ट भयो भने हामीले फिजिकली सीपीआर दिन सक्छौँ। हामीले सीपीआर दिएको खण्डमा कार्डियाक एरेस्ट भएको मान्छे रिभाइभ गर्ने चान्सेस हुन्छ र रिभाइभ गर्न सकेको खण्डमा उनलाई बचाउन सकिन्छ। यदि चालकलाई कार्डियाक एरेस्ट भएको थियो र कसैले सीपीआर दिन सकेको भए उनलाई हामीले जोगाउन सक्थ्यौँ। विकसित मुलुकहरूमा प्रचलन के छ भने हाई स्कुलको विद्यार्थीहरूलाई र धेरै प्रोफेसनलहरूलाई सीपीआरको ट्रेनिङ दिइन्छ। हामी कहाँ त्यो चलन त्यति साह्रो देखिन्न। हामी कहाँ पनि कार्डियोलोजिस्टहरूले सरकारलाई त्यसको लागि कन्भिन्स गराउन सकेको खण्डमा र हाई स्कुलको विद्यार्थी लगायत धेरै मानिसलाई सीपीआरको तालिम दिन सकियो भने यस्तो कार्डियाक एरेस्ट हुने दुर्भाग्यपूर्ण घटनाहरूमा हामीले धेरैजनाको ज्यान जोगाउन सक्छौँ। तपाईको विचार के छ? कमेन्टमा भन्नुहोला। धन्यवाद।